रिटाप जाने क्रममा यहाँ आइपुगेका छौँ। यहाँबाट तल जन्तरखानी सबै गाउँ देखिन्छ। भस्मे जन्तरखानी देखिँदै यहाँ चैयाथान बजार छ। चैयाथानमा चाहिँ भाद्र महिनाको रक्षाबन्धनको दिन ठुलो मेला लाग्छ। यहाँ माथि यो डाँडामा यो डाँडो हो, त्यो चैयाथान डाँडो हो। त्यो माथि देखिन्छ, त्यहाँ अलिकति ध्वजा देखिन्छ, एउटा झन्डा देखिएको छ। यो प्रकृतिको अनुपम सुन्दर उपहार, प्रकृतिले खुद्दा खुद्दै बनाएको, कुदेर बनाएको यति राम्रो, यति सुन्दर दृश्य, यति अत्यन्तै मनोरमपूर्ण, स्वच्छ हावा, सुन्दर हरियाली अनि पारिपारि कुहिरोको घुम्टो छ। घुम्टो ओढेको, बादलको घुम्टो ओढेका डाँडा शिखरहरू छन्। यी हामी डाँडा खेलेका, खाएका, घुमेका यी माछखर्कहरू भए, पोखरीहरू भए, भस्मे भए, जन्तरखानी भए, यी सबै टोड्के, ठाडे, मैदाने, यी सबै हामी आएका, घुमेका, डुलेका ठाउँहरू हुन्। आज हामी धेरै वर्षपछि जीवनको उत्तरार्धमा यहाँ आइपुगेका छन्। यहाँ गौरीटाप जाने क्रममा जलेश्वरी देवीको मन्दिर प्राङ्गणमा वृक्षरोपण गर्ने, बरपिपल रोपण गर्ने क्रममा हामी असारको यो मध्यमा यहाँ आइपुगेका छौँ। त्यही सन्दर्भमा एकैछिन भए पनि यहाँ यो क्षेत्रको दृश्यावलोकन गरौँ, रसपान गरौँ। यहाँको आँखाले हेरुन्जेलसम्म धित मरुन्जेल कहिल्यै पनि धित नमरिने यति सुन्दर दृश्य छ कि हेरी हेरी रहँ लाग्ने। यहाँ आलुहरू अनि यो सुन्दर गुराँसहरू त अब अहिले फलेको छैन। यहाँ विभिन्न प्रकृतिका मनोरम सुन्दर आलुका यी जम्मै आलु बुङको आलु भन्छ, बुकमा रोपेका आलु। यो गाउँबाट हामीले लिएर गएर हामी बुकटारमा यहाँका आलु लिएर गएर खान्थ्यौँ। जन्तरखानीबाट, पोखरीबाट, भस्मेबाट आलु लाने, माछखर्कबाट। अनि यहाँसँगको एउटा हाम्रो सम्बन्ध त्यो ओखलढुङ्गा जिल्लाका यो पावन भूमि। हामी अहिले यो सोलुको भूमिमा, सोलु जाने बाटोमा चैयाथान बजारको तल बसेर यो दृश्य छायाङ्कन गर्दैछौँ। धन्यवाद।